नमस्कार, म अधिवक्ता निकेश कुमार लम्साल। आज म यहाँहरू समक्ष अहिले वर्तमान नेपालको राजनीतिक परिस्थिति बारे थोरै छोटो चर्चा गर्न गइरहेको छु। एउटा उद्वेग लाग्दो विषय के छ भने आज पनि हामी राष्ट्र निर्माण गरिदिने नायक वा नायकत्वको खोजीमा छौँ। हामीले आज पनि त्यो पात्रमा आधारित भएर हाम्रा छलफलहरू विचार मन्थनहरू गरिरहेका छौँ। त्योभन्दा महत्त्वपूर्ण विषय चाहिँ प्रवृत्ति र प्रकृति हो भन्ने चाहिँ हामीले बिर्सिएका छौँ। हामी कि खुलेर कसैको पक्षमा कि खुलेर कसैको विपक्षमा आफ्ना विचारहरू वा आफ्नो मत प्रकट गरिरहेका छौँ। हामीले के बिर्सिएका छौँ भने कुनै पनि व्यक्ति आफैमा पूर्ण रूपमा ठिक वा पूर्ण रूपमा बेठिक हुन सक्दैन। हामीले कुनै पनि व्यक्तिमा केन्द्रित भएर होइन, त्यो व्यक्तिले गर्ने कर्ममा केन्द्रित भएर उसको मूल्याङ्कन र उसको आगामी गतिविधिहरूको प्रक्षेपण गर्नुपर्ने हुन्छ। देश निर्माण भनेको अति नै जटिल कार्य हो। विभिन्न खालले स्वार्थ समूहहरू, प्रभाव समूहहरू, शक्ति समूहहरूले चलखेल गर्छन्। त्यो सबै देशहरूमा, सबै परिस्थितिहरूमा, सबै परिवेशहरूमा हुने नै हुन्छ। हामीले यसले वा त्यसले भनेर हामी आफै भित्रका मानिसहरूलाई दोषारोपण गर्नु, विभाजित हुनुले हामीलाई दीर्घकालीन रूपमा लाभभन्दा हानि धेरै पुर्याउँछ। आज नेपालमा के हुन्छ के हुँदैन भनेर प्रक्षेपण गर्ने भन्दा पनि कसरी हानि वा क्षतिलाई न्यूनीकरण गरेर राष्ट्रको समृद्धि र राष्ट्रिय एकता निर्माणमा, तीव्र विकासमा देशलाई अघि बढाउने भन्ने विषय मूल हो। अहिले जुन सरकार बनेको छ त्यो सरकारको एउटा सबैभन्दा ठुलो फाइदा वा त्यसलाई अवसर के छ भने यो सरकारले आफूले गर्ने कार्यहरूलाई पूर्णतामा पुर्याएर एउटा आमूल परिवर्तन गरेर हामीलाई नयाँ नेपाल दिन त सक्दैन, तर यसले आइस ब्रेक गर्न सक्छ। किनभने यो असामान्य तरिकाले आएको सरकार र सरकारमा रहेका मन्त्रीज्यूहरूको अनुहार हेर्दा उहाँहरू दीर्घकालीन राजनीतिक भविष्य खोज्ने भन्दा पनि जुन परम्परागत शैलीमा नेपालमा राजनीति हुँदै आएको थियो, प्रशासन चलाउँदै आइएको छ, त्यसलाई उहाँहरूले आइस ब्रेक गरिदिन सक्नुहुन्छ र केही समय पनि त्यो आइस ब्रेक गरेर नयाँ परिपाटी निर्माण गर्न सकियो भने भोलि आउने नेतृत्वले त्यसलाई टेक ओभर गरेर अगाडि बढ्न सक्छ। तर उद्वेग लाग्दो विषय के हो भने अहिलेसम्म सरकारले त्यस दिशामा अघि बढेको कुनै पनि इन्डिकेटर्सहरू देखिँदैन। सरकार आज पनि पात्रहरू नयाँ भए पनि सरकारको प्रवृत्ति हिजोकै सरकारको जस्तै पक्ष विपक्ष, अतिवादी सोच, चर्को भाषण, चर्को बोली यस्तैमा अल्झिएको देखिन्छ। यसले दीर्घकालीन रूपमा जुन जेनजी आन्दोलनको भावना थियो त्यो भावना अनुरूपको परिवर्तन सम्भव देखिँदैन। त्यसैले हामी सबैले बेलैमा सचेत भएर अब हाम्रो सोच्ने तरिका, विचार मन्थन गर्ने तरिकालाई बदल्न आवश्यक छ। त्यो बदल्न सक्यौँ भने मात्र हामीले हाम्रो सम्पूर्ण आकाङ्क्षाहरूलाई पुरा गर्न सक्छौँ। तर त्यो बदल्ने काम सजिलो भने छैन। त्यसका लागि हामीले स्पष्ट मार्गदर्शन बनाउन आवश्यक छ। हाम्रा संस्थाहरूको सबलीकरण आवश्यक छ। हाम्रा जति पनि राष्ट्रसेवकहरू, यो राष्ट्रसेवक भन्नाले निजामती कर्मचारीलाई मात्र नबुझौँ, सबै हामी राष्ट्रसेवक नै हौँ। हामी राष्ट्रसेवकहरूले जसले राष्ट्रको हित चाहन्छौँ त्यसले आफ्नो क्षमता अभिवृद्धि गर्न आजको दिनमा सबैभन्दा महत्त्वपूर्ण विषय हो। त्यति गर्न सकेको खण्डमा मात्र हामी परिवर्तनको वा प्रगतिको सकारात्मक दिशामा अघि बढ्न सक्दछौँ। हस्, धन्यवाद।